हेलो सम्पूर्ण फेसबुक इष्टमित्रहरूलाई लसो फ्याफुल्ला। आज चाहिँ लगभग कटारी उदयपुरको श्री साङ्गे छेलिङ बौद्ध गुम्बामा आइपुगेको छु। म करिब 7.5 महिनाको बसाइपछि फागुनको 4 गते यहाँबाट गइसकेपछि आज असारको 16 गते करिब 4 महिनापछि चाहिँ फेरि म यहाँनिर आइपुगेको छु। मैले चाहिँ पोहोर असारको 19 गतेबाट चाहिँ फागुनको 4 गतेसम्म यहाँ बसेर 7.5 महिनाको न्यूने चाहिँ पुरा गरेर गएको थिएँ। त्यही भएर आज फेरि म फर्केर अनि यहाँ गुम्बामा दर्शन गर्नु अनि लामा साथी गुरुहरू भेट्नलाई गुरु दर्शन अनि गुम्बा दर्शन गर्नको लागि आएको छु। यो छोइदेन चाहिँ हाम्रो मिलन लामा रिक्दोर्जेज्यूले बनाउनु भएको मेरै गाउँको साइनोले भेनाजु पर्नुहुन्छ उहाँलाई। यो चाहिँ साङ्गे छेलिङ बौद्ध गुम्बा कटारीको प्राङ्गण अनि यो चाहिँ म मास्लो तलमाथि हो। अनि यहाँ परको चाहिँ यो चाहिँ परको चाहिँ टोयलेटहरू भयो, यता कार्यक्रम गर्ने प्राङ्गणहरू हो। यहाँ लोछारको कार्यक्रम एकदम बृहत लोछार कार्यक्रम भएको थियो। अनि यो छोइदेन पनि यहाँनिर म लगायत अरू साथीहरू हामीहरू 7.5 महिनाको न्यूने गुफा बसिरहँदाखेरि नै निर्माण सम्पन्न भएको हो। यो चाहिँ घ्यान्दे छोइदेन भनेर भनिन्छ यसलाई चाहिँ। अनि यता ब्याक साइडको घरहरू चाहिँ यो चाहिँ हामीले खाना पकाएर खाने भान्साघर र एउटा रुम हाम्रो गुरु बस्नुहुन्छ र अर्को गुरु चाहिँ यहाँको प्रमुख लामा बस्नुहुन्छ अर्को रुममा चाहिँ। लसो फ्याफुल्ला र सिद्धिले सबैजनालाई।